एकदम आभारी छौँ क्रिकेट एसोसिएसन प्रति किनभने जुन अहिले विगतको केही समय चाहिँ हाम्रो नेपालको लागि एकदम च्यालेन्जिङ टाइम थियो तर पनि केही बाटो डगमगाइएको चाहिँ छैन र त्यसमा चाहिँ सबै कुराहरूलाई चाहिँ राम्रो तरिकाले अरेन्ज गरिदिनु र यो जोड लगाइदिनुमा चाहिँ एकदम श्रेय जान्छ क्रिकेट एसोसिएसनलाई। साथै अब हाम्रो लागि त अब पक्कै पनि एउटा हिस्टोरिकल सिरिज, नट ओन्ली हिस्टोरिकल सिरिज बट एउटा अपर्च्युनिटी हो कि आउने टाइममा चाहिँ एउटा मात्रै टुर्नामेन्ट यस्तो होइन कि आउने समयमा अझै योभन्दा राम्रो कसरी खेल्न सकिन्छ, कसरी अझै टिमहरूले एप्रोच गर्न सकिन्छ, प्लस वोमेन अफ कति गेमहरू हुनसक्छ वर्षभरिमा। सो एउटा राम्रो अवसर चाहिँ भयो हामीलाई। स्क्वाडको कुरा गर्दाखेरि मोस्ट ब्यालेन्स स्क्वाड भनेको छैन। विगतमा इन्जुरीहरूले प्रब्लम पाइरहेको बेलामा यसपालि चाहिँ 16 म्यान अनि फुल फ्लेज टिम गएको छ। दुईजना नयाँ प्लेयरहरू कमब्याक गर्नुभएको छ, आदिलको र सन्दीप जोराको पनि कमब्याक भएको छ। ओभर आफ्नो टिमलाई हेर्दाखेरि चाहिँ कस्तो लागिरहेको छ? यस्तो अब प्लेयरहरू चाहिँ कमब्याक भन्दा पनि नेसनल टिममा चाहिँ कमब्याक होला, तर क्रिकेटमा कमब्याक चाहिँ छैन होइन। उहाँहरू चाहिँ कहीँ न कहीँ खेलिराख्नु भएको छ र कन्टिन्युसली पर्फर्मेन्स दिइराख्नु भएको छ। सरी, सो देयर इज नो डाउट कि उहाँहरू चाहिँ यो टिममा किन हुनुहुन्छ, उहाँहरूको पोटेन्सियल, उहाँहरूको एक्सपिरियन्स जुन क्यारी गर्नुहुन्छ उहाँहरूले विगतको कति समयदेखि। सो त्यसले गर्दा एउटा यहाँसम्म चाहिँ आइसक्नु भएको छ सबैजना। प्लस एज ए टिम, एज ए युनिट एकदमै ब्यालेन्स साइड छ अहिलेसम्मकै। आई गेस सबभन्दा ब्यालेन्स साइड पनि हुनसक्छ यो। र अब गोल भनेको अब सबैलाई थाहा छ, पहिला यो वेस्ट इन्डिजसँगको हिस्टोरिकल सिरिज छ, त्यसपछि हाम्रो वर्ल्ड कप क्वालिफायर छ एन्ड नट टु फर्गेट कि वर्ल्ड क्रिकेट लिग पनि साथैमा छ। सो हरेक बेबी स्टेप्सको साथमा हामी अगाडि बढ्नेछौँ र हरेक टुर्नामेन्ट हरेक दिन त्यत्तिकै हाम्रो लागि अब लाइफसँगै जोडिएको छ, इम्पोर्टेन्ट छ। सो अब झन् यतिखेर नेपालमा जुन घटनाहरू घटिरहेको छ त्यसले गर्दा पनि अब एउटा हामीसँग एउटा अझै अवसर छ कि कसरी फेरि नेपाली जनताको मुहारमा चाहिँ हाँसो ल्याउन सकिन्छ। अब वेस्ट इन्डिजको स्क्वाडको कुरा गर्दाखेरि वेस्ट इन्डिजको स्क्वाडमा पनि बिग नेम्सहरू आएको छ, तर पनि कहीँ कतै फुल फ्लेज टिम आएको छैन यसपालि वेस्ट इन्डिजको भनेर अलिकति सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहेको छ होइन। तपाईँले चाहिँ कसरी हेर्नु भएको छ वेस्ट इन्डिजको टिम स्क्वाडलाई चाहिँ? म खासै सामाजिक सञ्जाल हेर्दिनँ होइन। अनि साथै अब जुन कुरा मेरो कन्ट्रोलमा छैन म त्यसमा धेरै जोर पनि दिँदिनँ। अब जुन दिन म वेस्ट इन्डिज क्रिकेट बोर्डसँग सम्बन्धित भयो भने म भनौँला त्यो बारेमा। तर चाहिँ हाम्रो नेपाल क्रिकेट टिम एकदम ब्यालेन्स छ। अर्को टिमलाई सम्मान गरौँ होइन। अर्को टिम जस्तो पनि छ वेस्ट इन्डिजको टिम हो, उहाँहरू पनि आफ्नो टिमको लागि रिप्रेजेन्ट गर्नको लागि एकदमै धेरै प्रयत्नहरू गरेर त्यहाँसम्म पुग्नु भएको छ। कोही पनि आम स्योर कोही पनि प्लेयरहरू चाहिँ त्यहाँ यतिकै चाहिँ पुगेको छैन होला। यस अब कति सिरिज हाम्रो लागि चाहिँ एज ए टिम अब अवसर चाहिँ राम्रो हो, त्यही भएर हामीले फुल स्ट्रेन्थको साथमा जान्छौँ। उहाँहरूलाई चाहिँ अब रेस्ट चाहिएको हुनसक्छ, सिपिएल भर्खरै सकिँदैछ। सो सबै कुराहरू हेर्दा चाहिँ आई गेस लेट्स नट फर्गेट कि बी प्लेइङ अगेन्स्ट वेस्ट इन्डिज। सन्दीप आफूले एउटा लिडिङ बलर होइन, लिडिङ बलरको हिसाबले चाहिँ नेपालको टिम आफ्नो रोलको बारेमा के भन्नुहुन्छ? मेरो रोल एज ए लेग ब्रेक बलर हो। म चाहिँ लेग स्पिन, गुगली, फ्लिपरहरू यस्तो यस्तो बोलिङहरू फाल्छु। सो अब त्यही गर्ने हो, सिम्पल राख्ने हो सबै कुराहरू, बेसिक बिर्सिनु भएन एज ए बलर कसैले पनि। र साथै अब राम्रो सिरिज हुनेवाला छ। प्लस अब यो आउने 2.5-3 महिना एकदम क्रिकेटले भरिपूर्ण छन्। सो अब अफकोर्स अब यो टिमको वान अफ द मेन लिडिङ बलर भएको नाताले चाहिँ अब धेरै जिम्मेवारी हुन्छ। तर म चाहिँ जिम्मेवारीहरूभन्दा पनि मलाई एकदम रमाइलो लाग्छ है। म एकदमै बोलिङ गर्न एकदम मन पराउँछु, म एकदम रमाइलो लाग्छ। मेरो डेली रुटिनको काम हो यो सबै कुराहरू। सो अब सबैजनाको 9 to 5 जब जसरी हाम्रो पनि यो 9 to 5 नै हो। एन्ड एज लङ एज यु इन्जोय लाइफ, एज लङ एज यु इन्जोय यर वर्क, एभ्रिथिङ बिकम्स इजी। नेपाली क्रिकेट जुन स्तरबाट गुज्रदै आयो, आज हेर्दाखेरि टिम क्रिकेट मैदानमा प्याराखिडदेखि लिएर फ्रन्ट लाइटको जडान हुँदैछ। यो खेल मैदान हेर्दाखेरि कस्तो लागिरहेको छ? तपाईँले जुन स्तरबाट खेलेर आउनुभयो, तपाईँ आइपिएलसम्म पुग्नुभयो, अहिलेको यो क्रिकेट मैदानलाई हेर्दा चाहिँ के लागिरहेको छ तपाईँले चाहिँ? क्रिकेट मैदान सबै कुराहरू राम्रो भइरहेछ। एउटा संरचना जुन हामीले वर्षौँदेखि एउटा सोचेको थियौँ कि आफ्नै एउटा यस्तो राम्रो स्ट्यान्ड होस् जहाँ चाहिँ सबैजनाले त्यो स्ट्यान्डलाई चाहिँ भरिपूर्ण पारेर एकदम राम्रो तरिकाले, एउटा सभ्य तरिकाले चाहिँ हामीले क्रिकेटको एउटा आयोजना गर्न सक्छौँ भन्ने जुन पहिलादेखि नै थियो। आज चाहिँ अब यो सब भइरहेको छ। यसमा चाहिँ जतिजनाले पनि यो जसको देन छ उहाँहरूलाई चाहिँ एकदम हार्दिक धन्यवाद चाहिँ म यहाँबाट ज्ञापन गर्न चाहन्छु। साथै अब मिस हुन्छ, अफकोर्स मिस होला, त्यो सबै कुराहरू। पहिला जसरी दर्शकहरू आउनुहुन्थ्यो, अब पहिला जति अनलिमिटेड तरिकाले आउनुहुन्थ्यो, अहिले एउटा लिमिट स्पेस भयो सबैजनाको लागि। बट ह्याप्पी कि अब यो सब कुराहरू चाहिँ राम्रो ठाउँमा पुगिरहेको छ। वी एज क्रिकेटर हामीलाई त ग्राउन्डभित्र छिरिसकेपछि हामीलाई दायाँ बायाँ कुराहरू चाहिँ खासै मतलब पनि हुँदैन। तर जुन खालको हाम्रो नेसनल टिमको क्रेज छ होइन, जुन खालको अब सबैजनाले सपोर्ट गर्नुहुन्छ त्यसलाई चाहिँ हामी कहिले पनि इग्नोर गर्न सक्दैनौँ। साथै उहाँहरूको माया, उहाँहरूको साथले गर्दा पनि होला कि एउटा उहाँहरूको लागि पनि एउटा डेडिकेट
गर्न सक्छ। सन्दीपजी जस्तो अहिले अवस्था छ देशमा एकदम विषम परिस्थितिमा छौँ, कोही हतार नगर्नु, म मजाले गरौँ न, सबैलाई एकअर्कालाई ओभरल्याप चाहिँ नगर्नु न, मजाले सोध्नु। सो जस्तो अवस्था छ अहिले देशमा र तपाईँहरूले श्रद्धाञ्जली सहित क्यान्डल पनि जलाउनु भयो, अहिलेको अवस्थामा युवाहरूले यत्रो ज्यान गुमाइरहँदा तपाईँ आफै पनि युवा हुनुहुन्छ, के भन्न चाहनुहुन्छ देश कस्तो अवस्थामा छ, यसप्रति खेलाडीहरूले कसरी सोचिरहेका छन्? अब हेर्नुहोस्, अब देशमा धेरै कुराहरू चाहिँ चेन्ज गर्नुपर्ने अफकोर्स थिए होइन, कति कुराहरू चाहिँ अब नराम्रो हुँदा पनि हामी इग्नोर गरिरहेको थियौँ। सबै कुराहरू फेरि ठिक होला कि, एक दिन सबै कुराहरू ठिक होला कि भन्ने चाहिँ हाम्रो सोचमा थियो। अब भइरहेको थिएन। अब म मात्रै होइन कि धेरै युवाहरू, तपाईँ आफै पनि युवा नै हुनुहुन्छ होइन, सबैजना चाहिँ अब हल्का हल्का फ्रस्ट्रेट त जो पनि भइहाल्छ। सिस्टम होस्, चाहे क्रिकेट होस्, हाम्रो जुन पनि ठाउँमा होस्, आफूले चाहिँ गरिरहँदा पनि नपाउने बेलामा चाहिँ हल्का चाहिँ जसलाई पनि फ्रस्ट्रेट हुन्छ। साथै अब यो कन्ट्री यस्तो राम्रो एउटा ब्लेस्ड कन्ट्री हो कि यसलाई चाहिँ एउटा यस्तो संरचना लिएर अगाडि बढ्न सकिन्छ कि टुरिज्मदेखि तपाईँको कति कुराहरू चाहिँ यो कन्ट्रीले अफर गर्न सक्नेछ। प्लस त्यसले चाहिँ कसरी आफ्नो युवाहरूलाई चाहिँ देशमै रोजगारी दिनेदेखि सबै कुराहरू चाहिँ कसरी अब एउटा स्टेक होल्डर गरेपछि अब माथिको ठाउँमा बसेको सबैजनाले चाहिँ यो आफैले नै बुझ्नुपर्ने कुरा हो। मैले कसैले सिकाएर सिक्ने होइन कसैले पनि, तर जसको एउटा कर्तव्य हुन्छ, म एज ए टिममा यो कुन रोलमा छु, मेरो कर्तव्य त्यो छ, त्यो कर्तव्य बियोन्ड म पनि जाँदैन। उहाँ जे छ मैले एटलिस्ट ट्राई चाहिँ गर्न सक्छु। अब यहाँ चाहिँ सायद ट्राई नभएको होला अथवा ट्राई गरेर पनि भएन होला। सो अब नभएको खण्डमा चाहिँ चेन्ज भनेको ब्याड गभर्नेन्सकै कारणले गर्दाखेरि यो अवस्थामा आयौँ हामी भनेर भन्न बुझ्दा हुन्छ। हेर्नुहोस्, यस्तो अब हामी कति कुराहरू हामीले भन्न मिल्छ, कति कुराहरू भन्न मिल्दैन। सो एउटा लिमिटमा बस्छौँ त्यो कुराहरूमा होइन, लिमिटमा हामीले कुराहरू गर्न पाइन्छ। अब हामी पनि यो देशलाई, अब हामी पनि एज ए क्रिकेटर हामीले पनि गएर यो ट्राई गर्छौँ आफ्नो होइन, तर कहिले काहीँ राम्रो भइदिँदैन। अब त्यसको मतलब होइन कि प्लेयरहरू नै नराम्रो छ अथवा टिमै नराम्रो छ भन्ने चाहिँ होइन, अरू हाम्रो गभर्निङ बडी जुन क्यान छ त्यो नै नराम्रो छ भन्ने होइन। सो लेट्स नोट ब्लेम अब कसैलाई पनि। विभ गट समथिङ विच वाज मच निडेड। सो लेट्स शहीदको परिवारले के भन्न चाहनुहुन्छ? अब दुःख लाग्यो। अब म चाहिँ अस्ट्रेलियामा थिएँ त्यति बेला। अब यो सबै कुराहरू चाहिँ खासमा नहुनु पर्ने थियो, भयो। अब धेरैले ज्यान गुमाउनु भयो। अब त्यसलाई चाहिँ अब कसरी लिने, अब एकदम मुटु पोल्छ यो सबै कुराहरू सोच्दा पनि। आफू पनि केही नराम्रो घटनाहरूबाट गइसकेको हुनाले चाहिँ आफूलाई चाहिँ थाहा छ कि कतिको चोट लाग्छ यो सबै कुराहरूले। सो हार्दिक श्रद्धाञ्जली। साथै अब हामी एज ए टिम, म एज ए क्रिकेटर, म एज ए पर्सन सन्दीप लामिछाने, अब मैले के गर्न सक्छु उहाँहरूको लागि, यदि दे ह्याप्पी, मैले कहीँ कुनै एङ्गलबाट पनि सपोर्ट मैले गर्न सकेँ भने म चाहिँ एकदम खुसी हुन्छु। सन्दीप, अब तपाईँको जहिले पनि महत्त्वपूर्ण योगदान छ टिमको उसमा होइन, त्यसमाथि पनि यसपालि चाहिँ स्पिन हेभी साइड छ भनौँ न। शाहब आलम पनि आउनु भएको छ, लेफ्ट हाफ स्पिनर मेन नै दुईवटा छ होइन। तपाईँ हुनुहुन्छ दिपेन्द्रदेखि लिएर मोहितदेखि लिएर हाम्रो स्पिन त भनौँ कुशल मल्लदेखि धेरैजना स्पिनर छन्। सो यो सिरिजमा चाहिँ शाहजाको कन्डिसन हेर्दाखेरि पनि स्पिनरको भूमिका कसरी हुन्छ? स्पिनरको भूमिका चाहिँ डेफिनेटली अब नेपालको हिस्ट्री नै उठाएर हेर्ने हो भने अब यस वी हेभ गट सम फ्यान्टास्टिक फास्ट बलर्स, अब अझै राम्रो भइरहेको छ होइन। तर स्पिन चाहिँ हामीलाई चाहिँ मच निडेड नै हुन्छ, बिकज हाम्रो जुन एउटा हिस्ट्री छ, त्यो जुन एउटा रेकर्डहरू छन् होइन, त्यो हेर्दा चाहिँ बिचको गेम चलाउनको लागि हामीलाई एकदम इम्पोर्टेन्ट पनि हुन्छ। साथै अब हामीले अस्ट्रेलियामा पनि त्यो सबै कुराहरू देख्न पाएको थियौँ। अब प्लस यो कुरा चाहिँ बेनिफिट नै हुन्छ, किनभने अब एउटा ब्याकअप अप्सन भइराख्यो भने टिममा एज ए स्पिन पनि, त्यसले चाहिँ अलवेज प्लस पोइन्ट नै हुन्छ टिमको लागि, कुनै पनि टिमको लागि, स्पेसली हाम्रो टिम जहाँ चाहिँ हरेक स्पिनरहरू 1 से 1 छन् सबैजना। सो मलाई चाहिँ एकदम काम गर्न चाहिँ 2जनासँगै 3जनासँगै जति पनि स्पिनरहरू छ एकदम रमाइलो लाग्छ। सबैजना उति नै ट्यालेन्टेड। वेस्ट इन्डिजमा तपाईँले धेरै खेल्नु पनि भएको छ त्यहाँ कन्डिसन, प्लस त्यहाँको क्रिकेटर पनि पर्सनली चिन्नुहुन्छ होइन, प्लस वेस्ट इन्डिजसँग हामीले खेलेको एक्सपिरियन्स पनि छ धेरै भइसक्यो अब त होइन। अस्ति नेपाल नेपालले पनि सिरिज खेल्यो वेस्ट इन्डिज एसँग, त्यसमा चाहिँ तपाईँले खेलिसक्नुभएको छ भनेपछि त्यो एक्सपिरियन्स कति काम लाग्यो कि वेस्ट इन्डिज? अब इन्डिभिजुअली तपाईँ चाहिँ कुनै फ्रेन्चाइज लिगलाई रिप्रेजेन्ट गर्न जाँदा त्यहाँ चाहिँ सजिलो हुन्छ अझै, बट दिस इज अ बिग रिस्पोन्सिबिलिटी। एज ए नेसनल टिम तपाईँ गइराख्नु भएको छ, सो नेसनल टिमको साइडबाट जाँदा चाहिँ एउटा अफकोर्स इट्स अ बिग रिस्पोन्सिबिलिटी। प्लस चिनेको भए तापनि मैले गएर बोलिङ चाहिँ गर्नु पऱ्यो, हाम्रो ब्याट्सम्यानहरूले ब्याटिङ गर्नु पऱ्यो, हामीले राम्रो रिजल्ट दिन सक्नु पऱ्यो, एफर्ट्सहरू चाहिँ अनेस्ट लगाउन सक्नु पऱ्यो, जुन चाहिँ हामी गरिरहेको छौँ, मेहनत गरिरहेको छौँ सबैजना, र अफकोर्स गुड रिजल्ट चाहिँ आउँछ जस्तो। लास्ट टाइम हामीले क्वालिफायर खेल्दा चाहिँ हामीले 3-4 विकेट चाँडै लिएको थियौँ उनीहरूको, तर पछि पुरानहरूको सेन्चुरी भयो होइन, फेरि ठुलो स्कोर बनायो, र त्यहाँबाट चाहिँ हामीले अलिकति चुक्नु पुगेको थियो, बिचमा क्याच पनि छुट्याएको थियो होइन। यसपालि त्योबाट के कुरा लर्न गर्न सक्छ होला नेपालले एज अ टेस्ट नेसन जानको लागि? अफकोर्स दुईवटा, एउटा टेस्ट र तपाईँको एसोसिएट कन्ट्रीको डिफ्रेन्स यही नै हो कि एकचोटि अपर्च्युनिटी पाएपछि त्यसलाई ग्र्याब कसरी गर्ने र त्यसलाई चाहिँ कसरी छुट्न नदिने आफ्नो हातबाट। सो अब यो चाहिँ हामीले लास्टको कति समयदेखि चाहिँ सिकिरहेछौँ, राम्रो गरिरहेछौँ, त्यसमा एकैचोटिमा सडन चेन्जेस नहोला, तर
बिट्स बाई बिट्स चाहिँ चेन्जेसहरू चाहिँ राम्रो भइरहेको छ। साथै अब यो टुर्नामेन्ट चाहिँ हामीसँग अब आई गेस वेस्ट इन्डिजसँग भन्दा पनि हामीसँग चाहिँ युएमा खेलेको एकदम धेरै एक्सपिरियन्स छ र त्यो एक्सपिरियन्सको आधारमा पनि हामीले राम्रो गर्ने नै पर्छ।